वेलकम माई न्यू भिडियो। म चाहिँ माछाको मुरीघण्ट बनाउन आँटेको छु। मुरीघण्टको लागि चाहिँ मैले मसलाहरू रेडी गरेको छु। हरियो खोर्सानी, लसुन, अदुवा, साथमा टमेटो 2टा, प्याज, चामल भिजाएको छु अलिकति र मैले चाहिँ कराई बसाएर माछा फ्राई गर्दैछु। माछा फ्राई गरिसकेपछि निकाले। फ्राई भइसकेपछि यसलाई चाहिँ मजाले रातो हुने गरी फ्राई गर्न दिनुहोस्। त्यसपछि निकालिदिएपछि मैले त्यो माछालाई चाहिँ बाहिर निकालिदिएँ। बाहिर निकालेर चाहिँ मैले त्यतिन्जेल चाहिँ मैले अदुवा लसुनहरू काटेर रेडी बनाएको थिएँ। मरमसला, गरम मसला, प्याज काटेको छु, हरियो खोर्सानी, आलु, टमेटो, तेजपत्ता, अदुवा लसुनको पेस्ट र मैले कराई बसाएर चाहिँ कालो जिरा फोरन दिएँ त्यसमा हैन। त्यसपछि तेजपत्ता हालेँ। तेजपत्ता र कालो जिरालाई एकछिन फ्राई हुनु दिएर चाहिँ प्याज हालिदिएँ। तातो भएपछि रातो भएपछि चाहिँ प्याज हालेँ। त्यो प्याजलाई चाहिँ मजाले चलाएँ। त्यसको बादमा चाहिँ चलाउँदै थिएँ। चलाइसकेपछि चाहिँ यतिको रातो भएपछि चाहिँ अघि काटेको आलु र हरियो खोर्सानी डालिदिएँ। हरियो खोर्सानी र आलु चाहिँ मजाले त्यो प्याजमा हालेर चाहिँ चलाउनुपर्छ। चलाइदिएँ। आलु र प्याज रातो भयो। आलुलाई चाहिँ अलिकति फ्राई गऱ्यो भने चाहिँ त्यसमा चाहिँ टेस्ट अर्कै आउँछ नि त, राम्रो मिठो खालको टेस्ट हुन्छ। अन्त एकछिन त्यतिकै छोडिदिएँ। छोडिदिएर चाहिँ त्यो माथि अघि पिसेको अदुवा र लसुनको पेस्ट हालेँ हैन। पेस्ट हालेर पनि चलाइदिएँ। चलाउँदैछु। चलाएँ। त्यसको बादमा एकछिन त्यतिकै छोडिदिनुपर्छ हो। छोडिदिएर चाहिँ त्यसमा चाहिँ अब माथिबाट अघिको त्यो राखेको सुक्खा मसलाहरू हाल्नुपर्छ। हल्दी 1 चम्ची, जिरा पाउडर, धुलो खोर्सानी, अब तपाईँहरू पिरो कतिको खान सक्नुहुन्छ हैन। नुन पनि अब तपाईँहरूको इच्छा, सब्जी कति बनाउनुहुन्छ त्यति लगाइदिनुहोस्। त्यो सबै मसलाहरू हालेर चाहिँ मजाले चलाउनुपर्छ। चलाएर चाहिँ एकछिन ढाकिदिनुहोस्। ढाकेपछि चाहिँ ग्यासको फ्लेम पनि कम्ती गर्नुपर्छ, नभए डढिहाल्छ त। छोपेर चाहिँ एकछिनबाट हेर्नुपर्छ। यतिको भएपछि चाहिँ त्यसलाई मजाले चलाउनुपर्छ। त्यसमा चाहिँ अघि काटेको टमाटर हालिदिनुपर्छ। अगाडि टमाटर हाल्यो भने चाहिँ पाक्दैन नि त हो। त्यसपछि चाहिँ टमाटर अलिक आलुहरू अलिक आधी कल्चो भएपछि चाहिँ लगाइदिनुपर्छ। आधी कल्चो टमाटर लगाएर पनि चलाइदिनु। अन्त त्यसको बादमा चाहिँ चलाएपछि चाहिँ चलाउँदै जानु। त्यतिकै छोडिदिनुहोस्। अन्त त्यसमा चाहिँ अघि धोएको चामल पनि लगाइदिएँ हो। चामल भिजाइरहेको थिएँ नि त। भिजाएको चामल चाहिँ अलिक मजाले पाक्छ नि त, छिटो पनि पाक्छ। नभए त चामल ढिलो पाक्छ। आलु टमाटरहरू छिटो पाकिहाल्छ हो। चामल चाहिँ अलिक ढिलो पाक्छ नि त। त्यही भएर चामल चाहिँ अलिक अघि पहिल्यै भिजाउनुपर्छ। चामल भिजाएर छोपिदिएँ। चामल हालेर छोपिदिएर यत्तिको भएपछि चाहिँ 5 मिनट बादमा चाहिँ यत्तिको भएपछि उघारेर चलाउनुपर्छ हो। आलु पनि यत्तिको पाकिसकेछ हैन। त्यसमा चाहिँ माछाको टाउको चाहिँ हालिदिनुपर्छ। माछाको टाउको हालिदिएर चाहिँ मैले चाहिँ अब
3टा हालेँ। माछाको टाउको जति बेसी हाल्यो त्यति मिठो हुन्छ नि त मुरी घन्टमा चाहिँ। मैले पनि यहीँ आएर खाएको। माछाको टाउकोलाई मजाले चलाउनुपर्छ। त्यो माछाको टाउकोको भित्र रसहरू पस्छ नि त मजाले चलायो भने चाहिँ। अन्त त्यो माथिबाट चाहिँ गरम मसला हालिदिनुपर्छ। गरम मसला अघि हालेको थिएन, अहिले हाल्नुपर्छ। गरम मसला अगाडि हाल्यो भने चाहिँ त्यसको गरम मसलाको सेन्टै जान्छ नि त हो। त्यही भएर गरम मसला चाहिँ लास्टमा हाल्नुपर्छ। गरम मसला हालेर चलाइदिनुपर्छ, मजाले चलाउनुपर्छ गरम मसला हालेर पनि। अन्त त्यसै छोपिदिउँ। छोपेर चाहिँ 5 मिनट 10 मिनट जति छोपेर चाहिँ पाक्छ। अन्त पाकेपछि चाहिँ त्यो माथिबाट चाहिँ हरियो धनियाँ काटेर हाल्नुपर्छ। हरियो धनियाँ पत्ता काटेर हालिदिनुपर्छ होइन। अन्त त्यसलाई फेरि एकपल्ट चलाइदिनुहोस्। चलाइदिएपछि हाम्रो मुरी घन्टा रेडी भयो। अब चाहिँ यस्तो मिठो भयो कि आम्माम के भन्नु, अब मुखबाट पानी आयो। दामी भयो। हेर्नुहोस् मेरो बनाएको मुरी घन्टो, माछाको मुरी घन्टो तपाईँलाई कस्तो लाग्यो मैले बनाएको। मन पर्यो भने भन्नुहोस्। तपाईँहरू पनि आउनुहोस्, म खिलाउँछु। मेरो भिडियोलाई लाइक गरिदिनुहोस्, फलो गरिदिनुहोस्, सेयर गरिदिनुहोस्। र खाना पनि रेडी भयो डाइनिङमा। त्यसमा सलाडहरू काटेर रेडी, चिकन पनि रेडी छ। अन्त साइडमा चिकनको अचार पनि छ। आज सन्डे हो। र मेरो भिडियोलाई मन पराइदिनुहोस्। धन्यवाद। थ्याङ्क्स फर वाचिङ मी।